आफ्नोपनको आभास दिने तपाईको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर बसिरहनु भएका तपाईँ सम्पूर्ण मित्रहरूलाई म दिव्याको नमस्कार अनि स्वागत छ। यो हो प्रस्तुति एल्बम एट 98.8। यस प्रस्तुतिमा हामी भर्खर बजारमा निक्लिएको एल्बम जुन छ त्यही एल्बमका गायक गायक हैन अनि सँगसँगै रचनाकार संगीतकार उनीहरूसँगै त्यो एल्बमको विषयमा साथसाथै उनीहरूको जिन्दगीको रमाइलो कुराहरू हामी उनीहरूसँग गर्ने गर्छौं मित्रहरू। र आजको हाम्रो प्रस्तुति एल्बम एट 98.8 मा हुनुहुन्छ भर्खर मात्र बहार एल्बम बजारमा ल्याउनु भएको छ गायिका मीरा कार्कीजी हुनुहुन्छ। साथसाथै यसैमा एक नम्बरमा चाहिँ उहाँले रचना गर्नु भएको छ है रचनाकार विष्णु कार्कीजी यस हाम्रो बसाइमा हुनुहुन्छ। आज हामी दुवै जनासँग यो एल्बम बहारको विषयमा साथसाथै उनीहरूको जिन्दगीको हैन हुन्छ नि एकदम रमाइलो कुराहरू ती रमाइलो कुराहरू हामी उनीहरूसँग गर्ने नै छौं। र यो बहार एल्बममा जम्माजम्मी उनीहरूले 5 वटा गीतहरू राख्नु भएको छ। एकमा शिरशिर रहेको छ, दुईमा कसम तिम्रै र तीनमा रहेको छ तिमी आयौ, चारमा रहेको हिट्छु म, पाँचमा रहेको छ सानो एउटा कुराले बोलको। जम्माजम्मै 5 वटा गीतहरू रहेका छन् यसमा। र यसमा भएका गीतहरू हामी तपाईहरुलाई सुनाउने नै छौं र उनीहरूसँग पनि रमाइलो गफगाफ हामी गर्ने नै छौं प्रस्तुति एल्बम एट 98.8 मा। अहिलेलाई पनि प्रस्तुतिको शुभारम्भमा तपाईलाई सुनाउँदै छु बहार एल्बमबाट 1 नम्बरको गीत शिरशिर बोलको गीत रहेको छ। यसलाई स्वरबद्ध गर्नुभएको छ मीरा कार्कीजीले जुन आजको बसाइमा हुनुहुन्छ र उहाँलाई साथ दिनुभएको छ प्रमोद खरेलजीले। यो डुएट सङ रहेको छ। यसलाई लिपिबद्ध गर्नुभएको छ विष्णु कार्कीजीले जुन आजको बसाइमा हुनुहुन्छ। हामी उनीहरूसँग कुराकानी गर्नेछौं। अहिलेलाई पनि शुभारम्भमा तपाईलाई सुनाउँदै छु बहार एल्बमबाट शिरशिर बोलको यस मधुर गीत। शिरशिर हावासँगै सर्दै आउनु तिमी, झर झर्नासँगै झर्दै आउँछु मनी, त्रिशुलीको पानी भन्दा सङ्गलो यो जवानी, सर्दै आउनु तिमी, झर झर्नासँगै झर्दै आउँछु मनी। भेट्न आउनु यो मनको कुनामा, साँची राख्छु चोखो माया चोलीको तुनामा, लुकी भेट्न आउनु यो मनको कुनामा, चोखो छ जवानी, तिम्रै लागि सम्हालेको छु यो जिन्दगानी, शिरशिर हावासँगै सर्दै आउनु तिमी, झर झर्नासँगै झर्दै आउँछु मनी। कहिले देख्छु जुनको छाया रातको अन्धेरीमा, कहिले
जुनको छाया रातको अन्धेरीमा झझल्कोमा देख्छु कहिले मनको आँगनीमा पागल बन्नु जस्तो लाग्छ तिम्रो सम्झनामा सिरसिर सिरसिर हावासँगै सर्दै आउनु तिमी झरझर झरझर झरनासँगै झर्दै आउँछु मनी सिरसिर सिरसिर हावासँगै सर्दै आउनु तिमी झरझर झरझर झरनासँगै झर्दै आउँछु मनी आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण मित्रहरूलाई व्यापारिक विश्रामपछि पुनः स्वागत छ अनि मसँग दिव्या तपाईँको साथमा यो प्रस्तुति एल्बम एक्ट 98.8 र आजको प्रस्तुति एल्बम एक्ट 98.8 मा हुनुहुन्छ बहार एल्बमबाट गायिका हुनुहुन्छ मीरा कार्कीजी अनि रचनाकार हुनुहुन्छ विष्णु कार्कीजी दुवैजनालाई फटाफट हाम्रो बसाईमा स्वागत गरिहालौं दुवैजनालाई स्वागत छ हाम्रो बसाई एल्बम एक्ट 98.8 मा धन्यवाद रेडियो सिटी सुनेर बस्नुभएका सम्पूर्ण श्रोता दर्शकमा मेरो मीरा कारीको तर्फबाट नमस्ते अनि स्वागत टक्राउन चाहन्छु रेडियो सिटी परिवारलाई पनि धेरै धेरै धन्यवाद र दिव्याजी हजुरलाई पनि यहाँसम्म बोलाएर 2-4 शब्द भन्ने मौका दिनुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु विष्णुजी चाहिँ के भन्न चाहनुहुन्छ तपाईलाई पनि स्वागत छ तपाईँ त चुप्पो लाएर बस्नुभयो त है धन्यवाद दिव्याजी रेडियो सिटी एफएम र हाम्रो गोपाल सर उहाँलाई पनि हामीलाई यहाँसम्म निमन्त्रणा गरेर आफ्ना तिता मिठा केही अनुभवहरू र यो बहार एल्बमको बारेमा एउटा चर्चामै रहेको एल्बमको लागि अझ चर्चा थप्नको लागि हामीलाई सहयोग गर्नुहुने दिव्या म्याडम हजुरलाई अनि रेडियो सिटी परिवारलाई पनि धेरै धेरै धन्यवाद यो चिसो मौसममा यो तातो तातो नयाँ एल्बम र नयाँ गायिकाको चर्चा परिचर्चाको लागि हजुरलाई धेरै धेरै धन्यवाद अब दुईजना हुनुहुन्छ होइन एकजना भएपछि एकजनासँग मजाले बोल्नुहुन्थ्यो दुईजना भएपछि दुईजना फेरि एउटाजनालाई सोधौँ न दुईजना बोल्यो भने फेरि माइकहरू बाँचिन सक्छ है त अब म फर्स्ट मिराजीसँग कुराकानी गर्छु आज मैले केमा व्यस्त हुनुहुन्छ यी बहार एल्बमकै प्रमोसनमा व्यस्त हुनुहुन्छ अरू केही गर्दै हुनुहुन्छ हजुर हजुर म अब भर्खर बहार एल्बम निस्किएको छ यसकै प्रमोसनमा हिँडिरहेको छु अनि त्यस्तै गरेर के छ रचनाकारजी विष्णु कार्कीजी तपाईँ चाहिँ केमा व्यस्त हुनुहुन्छ के गर्दै हुनुहुन्छ म रचनाकार त समयले मलाई रचनाकार बनाए खास म ट्राभल एजेन्सी चलाउँछु हात्तीसारमा एरोमा ट्राभल्स एन्ड टुर्स त्यहाँ अलिकति बिहान 9:30 to 5:30 बिजी हुन्छु बाँकी समयमा चाहिँ यसो गीतहरू लेख्ने प्रयास गर्दैछु लेख्ने प्रयास गर्दै हुनुहुन्छ तपाईँ अब मिराजीको कुरा गरौँ तपाईँको बाल्यकालको कुराकानी गर्दाखेरि चाहिँ तपाईँको बाल्यकाल कसरी बिताउनु भएको थियो त बाल्यकाल अब पढाइमै व्यस्त भइयो पढाइ नै अब गीत संगीत त मेरो सानैदेखिको रुचि थियो सानोमा पनि म हल्का कविताहरू लेख्ने गर्थेँ लेख्न पनि मलाई एकदम रुचि थियो त्यस्तै हो स्कुल गइन्थ्यो आइन्थ्यो होइन स्कुलका कार्यक्रमहरू हुन्थ्यो कि हुन्न थियो कतिको गीत गाउनुहुन्थ्यो त कार्यक्रमहरूमा प्राय हाम्रो अब उता काठमाडौँ छेउ नजिक भएर पनि त्यति कार्यक्रमहरू हुन्थेन पहिला आजकल त धेरै कार्यक्रमहरू हुन्छ पहिला त्यति हुन्थेन तर कार्यक्रम थोरै हुँदा पनि म गाउने प्रयास चाहिँ गर्थे गाउने प्रयास गर्नुहुन्थ्यो हजुर बच्चा बेलादेखि नै तपाईँको सपना म एउटा गायिका बन्छु संगीत क्षेत्रमा केही गर्छु भन्ने थियो कि अन्य कुनै सपना थियो तपाईँको मलाई चाहिँ सुरुदेखि नै गायिका नै बन्छु भन्ने मेरो सोच थियो पहिला त अब रेडियोहरूमा नारायण गोपाल गीतहरू बज्ने गर्थे मलाई चाहिँ अब गीत संगीतमा रुचि भएको कारणले गर्दाखेरि रेडियो टिभीमा जुनसुकै गीत बज्दा पनि मेरो चाहिँ मुखमा झुन्निहाल्ने हजुर हजुर आज तपाईँले बहार एल्बम ल्याइसक्नु भएको छ बजारमा बहार है हजुर बहार एल्बम पनि ल्याइसक्नु भएको छ तपाईँ अहिले तपाईँको सपना पनि पूरा भइसकेको छ तपाईँ एउटा गायिका भनेर स्थापित भइसक्नु भएको छ कस्तो लागिरहेको छ एकदमै खुसी छु म मेरो यस एल्बममा पनि मेरो श्रीमानले धेरै साथ दिनुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सायद उहाँले नगर्नु भएको भए म यो
एल्बम निकाल्न सफल यतैबाट हुन्थ्यो होला। नजिकबाट हेरेर यसै आँखामा हेरेरै धन्यवाद दिइहाल्नुहोस् न त। हजुर तपाईँ उहाँले त भनिहाल्नुभयो बाल्यकालको कुराकानी। अब के छ विष्णु कार्कीजी, अब उहाँले तपाईँलाई आँखामा हेरेर नै धन्यवाद दिइसक्नु भयो तपाईँको श्रीमतीजीले है, बार एल्बम निकालिसक्नु भएको छ। तपाईँको बाल्यकालको कुराकानी गर्दाखेरि के छ, कहिलेकाहीँ म यसो रचनाकार बन्छु होला जस्तो लाग्थ्यो कि लाग्दैन थियो? होइन, लेख्न त मलाई सानैदेखि रुचि थियो। म स्कुल उसमा चाहिँ यो एउटा वक्तव्य प्रतियोगिता, निबन्ध प्रतियोगिता यसमा चाहिँ पार्टिसिपेट गर्थेँ। म प्राय फर्स्टै हुन्थेँ। अनि आफ्नो क्लास लेभलमा र माथिल्लो क्लास लेभलमा पनि मैले 2-4 पटक यो क्विज कन्टेस्ट यिनीहरूमा कम्पिटिसन गरेको थिएँ। 10 क्लासका स्टुडेन्टहरूले म 7-8 क्लास पढ्दा पनि मलाई ल यो क्विज कन्टेस्टमा चाहिँ हाम्रो टिमबाट के अरे पार्टिसिपेट गर्नु पर्यो भनेर इन्भिटेसन पनि दिन्थे। त्यही हिसाबले मसँग अलिकति त्यो खालको कला चाहिँ थियो। तर यो मीरा कार्कीको जुन गायिका बन्ने रहर, यो जीवनको मध्यान्तर भनौँ न, यो छोरा मेरो आशिष क्लास 9 मा पढ्दाखेरि चाहिँ उनीहरूको सब्जेक्ट सेलेक्सन हो होली गार्डन स्कुलमा। किरण प्रधानज्यू जो गायक पनि हुनुहुन्छ, त्यहाँ चाहिँ उसले सङ्गीत पढ्ने इन्ट्रेस्ट गर्यो। अनि ऊ चाहिँ एउटा अलिकति राम्रो गिटार पनि बजाउँथ्यो। सानै 4 क्लासदेखि नै गिटार बजाउँथ्यो, गिटार प्रतियोगितामा भाग पनि लिन्थ्यो। अनि त्यो बेलामा चाहिँ मिसेसले अलिकति एउटा आफ्नो मनको पीडा चाहिँ 9 मा पुगेपछि मैले सब्जेक्ट सेलेक्सनमा चाहिँ अर्कै सब्जेक्ट जुन एकाउन्ट पनि थियो अप्सनल, ऊ अप्सनल म्याथमा चाहिँ एकदम राम्रो थियो। पछि एकाउन्ट्स भयो भने म एउटा ट्राभल व्यवसायी पनि भएको हुनाले चाहिँ मलाई सपोर्ट हुन्छ कि भन्ने हिसाबले मैले एकाउन्ट्स अल्टरनेट सब्जेक्ट लिएँ। अहिले किनभने पहिला हामी पढ्दाखेरि अप्सनल सब्जेक्ट 2टा थियो, अहिले 3टा रहेछ। अनि त्यो टाइममा चाहिँ उसले होइन म्युजिक लिन्छु भनेर स्कुलमा म्युजिक मतलब म आफ्नो नाम नोट गराएर आएछु। घरमा आएर पनि मम्मीलाई त्यही भनेछ। अनि मम्मी चाहिँ साह्रै खुसी भए। तर म चाहिँ त्यो टोटल्ली एन्टी थिएँ त्यसमा। अनि अब उसको मनको पीडा चाहिँ त्यति बेला फर्स्ट टाइम मैले अलिकति महसुस गरेँ कि आफूले चाहिँ पढ्ने, सङ्गीत सिक्ने अथवा गायिका बन्ने चाहना हुँदाहुँदै मैले त केही गर्न सकिनँ। तर छोराले त कमसेकम गरे भने मलाई आफूलाई त गर्व हुन्छ भन्ने खालको एउटा अलिकति पीडाबाट आफ्नो भाव पोखेपछि अब पक्कै, किनभने मेरो दुःख सुखको सहयात्री, अब मैले पनि उनको रहर इच्छा आकांक्षा पूरा गर्नुपर्छ यो छोटो मानवीय जीवनमा होइन। अनि त्यो हिसाबले चाहिँ मैले उसलाई त्यसको नेक्स्ट डे नै साधना कला केन्द्रमा प्रकाश गुरुङ जो वरिष्ठ सङ्गीतकार हुनुहुन्छ उहाँ हुनुहुन्थ्यो भन्ने थाहा थियो। अनि त्यहाँ लगेर एडमिट गराएर उनलाई चाहिँ गायिका बनाए। र उसको गायिकाको जुन एउटा बन्ने चाहनासँगै अब गीत चाहियो। अब हामीले यो नयाँ भएको हुनाले सङ्गीतकारको, गीतकारको अब एउटा चिन्जान, अब अहिले त चिन्जान बढ्दैछ, पहिला त केही थाहा थिएन। अनि आफै लेखौँ न त भन्ने एउटा रहर पनि गर्दा यो 2 दिनको बसी बिहालोमा चाहिँ मैले गाना कम्प्लिट गरेँ एउटा। त्यही गाना भिजुअलाइज पनि भएको छ र गीतकारको रूपमा एउटा म आफू पनि मतलब एउटा नाम चर्चा परिचर्चा पाएँ। यसको लागि उनलाई पनि धेरै धेरै धन्यवाद। हेर्नुहोस् न विष्णुजी, तपाईँ जब सङ्गीत भनेपछि एकदम रिसाउनुहुन्थ्यो होला सायद, मलाई कुरा सुन्दाखेरि त्यस्तो लाग्यो होइन। एउटा एकदमै बिजनेस टाइपको गरिरहेको मान्छे, अब कहाँबाट सङ्गीत भन्दाखेरि अब छोरो पनि सङ्गीतै भन्छ त अलिकति उ लाग्यो होला। अनि के छ, जीवन सङ्गिनीले पुरै सङ्गीत गर्छु भन्दा भन्दै, गीत गाउँछु भन्दा भन्दै कतिखेर रचनाकार बने त्यो पनि थाहा नपाउनु भएको छैन नि? होइन, उनको एउटा गाना रेकर्डिङ हामीले स्टार्ट गऱ्यौँ। एउटा गाना लगभग कम्प्लिट भइसकेपछि अब मतलब गीत गरिसकेपछि एउटा रोमान्टिक गाना पनि चाहियो भने अब गाना कसैलाई अब नयाँ नयाँ मान्छेहरूको लेख रचना अलिकति मान्छेले सायद रुचाउँदैनन् कि जो चलेकै गीतकारहरू खोज्ने चलन रहेछ अहिले होइन। अनि अब लेख्दा चाहिँ हजुरको अब आफैले किन एकताल ट्राई नगर्ने रोमान्टिक सङ भन्ने हिसाबले चाहिँ मैले लेखेँ। अनि उनीसँग सल्लाह गरेर अलिकति अब छन्द लय यताउति अब ती बारेमा त मलाई त्यति नलेज छैन। लेखिसकेपछि त्यसलाई उनले अलिअलि मतलब सुधारको लागि चाहिँ मलाई उ गरेन्। अनि त्यसपछि हामीले यो अहिलेको चर्चित सङ्गीतकार बिबी अनुरागी हुनुहुन्छ प्रिजमा रेकर्डिङ स्टुडियो, उहाँ लिएर गएर चाहिँ हामीले मैले गाना यो दिएँ, सर यस्तो खालको गाना छ के छ सर भन्दाखेरि, अनि होइन उहाँले चाहिँ अलिकति लामो भएको छ यसलाई सर्ट गरौँ भन्नुभयो। यो गाना चाहिँ बेस्ट बन्छ किनभने हाम्रो यो माया प्रेमको मतलब हाम्रो बाल्यकाल स्कुलको उत्तरार्धमा जुन एउटा हामी प्रेममा परेका थियौँ होइन। अनि त्यही प्रेमको हाम्रो पहिलो डेट भनौँ न, पहिलो डेट अनि सायद यो हाम्रो एकान्तमाको पहिलो भेट। तपाईँ दुईजनाकै हो नि? लगभग 50% फिलिङ्स चाहिँ हाम्रो उसको मोमेन्ट जुन हावासँग सर्दै आउनु भने एउटा झझलको भन्दाखेरि पनि आइरह हो कि भने म पहिला गएर कुरिरहेको थिएँ। लगभग त्यही बेसमा यो गाना पनि भिजुअलाइज भएको छ, जसमा चर्चित नायक दिलीप रायमाझी र सुन्दर नायिका
सम्पदा बनियाको अभिनय छ र बिबी अनुरागीको संगीत मेरो रचना अनि चर्चित गायक प्रमोद खरेल र मीरा कार्कीको स्वर छ भन्न चाहनुहुन्छ जे होस् हेर्दा हेर्दा आफू पनि चर्चित हुन थालियो अब श्रीमतीजी जीवन सङ्गीत पनि सँगसँगै एउटै सँगै होइन पक्कै यसको लागि त मैले उनलाई पनि धन्यवाद दिनै पर्छ म पनि सँगै आँखा जुदाएर धन्यवाद है र ठिकै छ। त्यस्तै गरेर मीराजी जुन 2 नम्बरको गीत छ कसम तिम्रै के छ यो गीत अलिकता हाम्रो मित्रहरूलाई लाइभ सुनाइदिन सक्नुहुन्छ कि अलिकता लाइभ दिनुहोस् है त। कसम तिम्रै हो यो फूल कसम तिम्रै हो यो डाली कोही छैन कोही छैन कोही छैन कोही छैन कोही छैन कोही छैन तिमी बाहेक मेरो दिलको माली कसम मेरो दिलको माली। विष्णुजी साँच्चै तपाईँ मात्र हुनुहुन्छ है यो चाहिँ सुमन श्रापितजीले लेख्नु भएको पक्कै पनि हामी तपाईँ दुईजनासँग फेरि पनि प्रस्तुतिमा कुराकानी गर्ने नै छौँ। मित्रहरू अहिलेलाई पनि तपाईँलाई सुनाउँदैछु जुन गीत चाहिँ उहाँले गाएर सुनाउनु भयो लाइभ सुनाउनु भयो मीरा कार्कीजीले एकदमै मधुर आवाजमा कसम तिम्रै बोलको गीत रहेको छ। यसलाई स्वरबद्ध गर्नुभएको छ मीरा कार्कीजीले, लिपिबद्ध सुमन श्रापितजीले गर्नुभएको छ अनि संगीतबद्ध गर्नुभएको छ बिबी अनुरागीजीले। सबै गीतहरू चाहिँ बिबी अनुरागीजीले संगीतबद्ध गर्नुभएको छ। मित्रहरू अहिलेलाई तपाईँलाई सुनाउँदैछु बहार एल्बमबाट कसम तिम्रै बोलको यो सुमधुर गीत। यसपछि व्यापारिक विश्राम रेडियो सिटी सुन्दै गर्नुहोला।
am with you, my darling. कोही छैन कोही छैन कोही छैन तिमी बाहेक मेरो दिलको मालिक मेरो दिलको मालिक कसम मेरो दिलको मालिक कसम मेरो दिलको मालिक कसम मेरो दिलको मालिक कसम मेरो दिलको मालिक आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण मित्रहरूलाई व्यापारिक विश्रामपछि पुनः स्वागत छ। अनि म छु दिव्या तपाईँको साथमा। यो प्रस्तुति एल्बम एट 98.8 र आजको वर्षामा हुनुहुन्छ बहार एल्बमबाट गायिका मीरा कार्कीजी अनि रचनाकार हुनुहुन्छ विष्णु कार्कीजी। दुवैजनालाई व्यापारिक विश्रामपछि पुनः स्वागत छ है त। धन्यवाद। धन्यवाद। अब तपाईँ दुवैजनालाई सोध्न मन लाग्यो, अब दुवैजना एउटै घरमा बस्ने होइन, फर्स्ट एल्बम पनि फर्स्ट रहेको छ होइन, सायद तपाईँको रचना पनि फर्स्ट नै होला विष्णुजी? हजुर बिल्कुल। यसरी बजारमा मार्केटमा आएको बिल्कुल है त। अब दुवैजना एउटै घरमा बस्ने, यो बहारै भनेर चाहिँ एल्बमको नाम राख्नुको कारण चाहिँ के छ त? अब बहारै भनेर राख्नु भने मैले एउटा मेरो लिरिक्समा मेरो 3 नम्बरको गीत छ, तिमी आयो यो जीवनमा बहार आयो, त्यही गीतकै सिलसिलामा चाहिँ नि यही बहार एल्बमले एउटा खुसी, बहार भने खुसी उमङ्ग, जिन्दगीमा जसरी बहार आछ त्यस्तै पनि त्यसै खुसी छौँ हामी। अब चाहिँ एल्बमको नाम पनि बहारै राख्नु पर्यो। विष्णुजीले के भन्न चाहनुहुन्छ? उसमा सिधै सपोर्ट गरिदिनु भयो, ल ठिक छ बहार भन्नुभयो कि तपाईँले पनि अलिकता सोच्नु भयो त? होइन, सोच त अब 2-3टा हामीले सोचेका थियौँ। फेरि यो उनको किन मीरा कार्कीको यो डेब्यू एल्बम पनि हो, अब उसको आफ्नै एउटा सृजना, आफ्नै रचनामा चाहिँ एउटा तिमी आयो यो जीवनमा बहार आयो, उसको जीवनमा पनि बहार आयो होइन। अनि शब्द पनि राम्रो, एउटा सुन्दर, खुसी, उमङ्ग, एउटा रमाइलो। अनि यो गीत संगीत भनेको पनि यो मतलब उनको भनाइमा नि सधैँ गीत संगीत भनेको मेरो सुख दुःखको साथी हो भन्छन् होइन। त्यही हिसाबले बहार, अनि संगीतकार बिबी अनुरागीजीले पनि बहार सही होला सर भन्नुभयो। अनि मैले संगीतकार र गायिकाले भनेपछि त अब मैले पक्कै पनि मान्नै पर्यो। हजुरले त्यस्तै मीराजी विष्णुजीले भन्नुभयो नि सुख दुःखको साथी चाहिँ अब संगीत भन्नुभयो। अब विष्णुजीले चाहिँ के भनेर चाहिँ तपाईँले भन्नुहुन्छ त? उहाँले चाहिँ सुख दुःखको साथी छ, जीवन साथी भन्ने गर्छन् होइन, तपाईँले चाहिँ संगीत भन्नुभयो, उहाँलाई चाहिँ के भनेर तपाईँले भन्नुहुन्छ त? मेरो उहाँ त अब हरेक पाइला पाइलाको साथी भनौँ न, सुख दुःखको साथी पनि उहाँ पनि हो हजुर। अब हामी संगीत भनेपछि जुनसुकै बेला पनि गुनगुनाउँछ नि, एउटा अब दुःख परेको बेलामा मान्छे दुःखकै गीत सुन्ने गर्छन् होइन, अनि रोमान्टिक मुडमा बसेको बेला रोमान्टिकै गीतहरू सुन्ने गर्छन् होइन, मान्छेको छेडछेडमा मुड हुन्छ नि त। त्यही भएर दुःख सुखको साथी त संगीत सबैमा यो हुन्छ नै। मीराजी बहार राख्नु भएको रहेछ, तपाईँको एकदमै मन छोएको बहार है, बहारै बहार रहेछ। तपाईँको जिन्दगीमा चाहिँ बहार चाहिँ कसले ल्यायो त? मेरो जीवनमा बहार उहाँले नै ल्याउनु भयो होला सायद। मैले लेख्न पनि उहाँलाई नै सम्झेर लेखेको यो गीत, उहाँलाई नै सम्झेर? हजुर। अब यसो कल्पना गरियो लेख्दा लेख्दै होइन, त्यो छेडहरू यादहरू एउटाले चाहिँ एउटालाई सम्झेर एउटाले चाहिँ एउटालाई सम्झेर। ओहो, प्रेम कहानी, प्रेम लीला चाहिँ रमाइलो रहेछ है। सोच्दाखेरि चाहिँ ठ्याक्क पनि आउनु पनि कस्तो राम्रो आएको है त। हजुर, कस्तो राम्रो प्रेम कहानी यस्तै नै रहिरहोस् है। अब प्रेरणाको कुरा गर्दाखेरि चाहिँ मीराजी कसको प्रेरणाले चाहिँ तपाईँ संगीतमा लागु लाग्यो त? हजुर, मलाई चाहिँ गीत संगीत भनेपछि पहिला बच्चा बेलादेखिको रुचि त थियो, तर अब समयले अब हाम्रो विवाह पनि अलि चाँडै भयो होइन, त्यसकै कारणले बच्चाबुच्ची भयो, घर व्यवहारमै व्यस्त भइयो। अनि पछि अब श्रीमानले सपोर्ट गर्नुभयो, मलाई गीत मनपर्छ भन्ने उहाँलाई थाहा थियो, सिक्न चाहना थियो भनेर। अनि उहाँले मेरो वरिष्ठ संगीतकार प्रकाश गुरुङज्यू, उहाँसँग मैले सिकेँ, 3 वर्ष भयो अहिले सिकेको। अनि उहाँले नै मलाई सपोर्ट गर्नुभयो, तिमी गाउने इच्छा छ भने गाऊ। अनि उहाँले प्रेरणा दिनुभयो मलाई, तिमी पछाडि नहट, गाउने भए गाऊ। उहाँले चाहिँ तपाईँलाई प्रेरणा दिनुभयो? हजुर, प्रेरणा भनेकै मेरो श्रीमानलाई भन्न चाहन्छु। ओहो, श्रीमानजी है, श्रीमानजी मात्रै मक्ख पर्नु भयो। ल ठिकै छ। अब रचना चाहिँ लेख्नमा चाहिँ कसले प्रेरणा दियो भनेर भन्नु पर्दाखेरि चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ विष्णुजी? रचना त पक्कै पनि यो रचना गर्ने सौभाग्य उनको, तपाईँ पनि श्रीमतीजीले भन्नु, उनको जुन गायिका बन्ने एउटा इच्छा चाहनाले गर्दा, उनको इच्छा चाहनालाई मैले परिपूर्ति गर्नको लागि नै एउटा म रचनाकारको रूपमा अब परिचित हुन पाएँ, पत्तै नपाएँ। मतलब एउटा मतलब
एक्सिडेन्टली भयो भनौँ न। अब गीतकारै मेरो बन्निन चाहना थियो न इच्छा, तर उनको जुन गायिका उनको मायाले बनाइदियो भन्नुपर्छ। पक्कै पनि हो। ल ठिकै छ, तपाईँ दुईजनासँग फेरि पनि कुराकानी गर्ने नै छौँ। मिराजी सुन्नुहोस् न, यो जुन गीत तपाईँले आफै पनि लेख्नु भएको छ होइन, तिमी आयो, अब तपाईँको अब उहाँलाई नै सम्झेर विष्णुजी फेरि यहीँ हुनुहुन्छ है, यो गीत चाहिँ उहाँको आँखामा हेरेर मजाले सुनाइदिनुहोस् न, यो दिन तपाईँलाई याद आओस् जिन्दगीभरि। तिमी आयो यो जीवनमा, बाहर आयो, तिमी आयो यो जीवनमा, बाहर आयो, तिम्रो न्यानो साथ पाउँदा, तिम्रो न्यानो साथ पाउँदा, यो मनमा, यो मनमा, यो मनमा, यो मनमा खुसी छायो, तिमी आयो यो जीवनमा, बाहर आयो। थ्याङ्क यू। मिराजीको जीवनमा त बहार आएछ, तपाईँको जीवनमा के आयो विष्णुजी? बहार आयो? पक्कै पनि। अब श्रीमतीको जीवनमा बहार आएपछि त श्रीमानको जीवनमा बहार आउने नै भयो। अब एउटा गीतकारको रूपमा जुन म परिचित भएँ, अब यो मेरो जीवनको लागि यो पनि पक्कै बहारै हो। ल ठिकै छ, दुवैजनाको जिन्दगीमा बहार आयो, घरभित्रै पुरै बहार, छोराछोरी पनि बहार है। धेरै धेरै खुसी लाग्यो। अहिलेलाई पनि मित्रहरू तपाईँलाई सुनाउँदैछु जुन गीत उहाँले सुनाउनु भयो, तिमी आयो बोलको सुमधुर गीत, जसलाई स्वरबद्ध अनि लिपिबद्ध गर्नुभएको छ मीरा कार्कीजीले, जुन आजको बसाइमा हुनुहुन्छ। एकदमै सुमधुर आवाजमा तपाईँलाई गीत सुनाउनु भयो र यसमा भएका सम्पूर्ण गीतहरूलाई संगीतबद्ध गर्नुभएको छ बिबी अनुरागीजीले। अहिलेलाई तपाईँलाई सुनाउँदैछु बहार एल्बमबाट तिमी आयो।
मित्रहरू तपाईँ सुन्दै हुनुहुन्छ एल्बम एट 98.8 अहिले मजाको गीत सुन्नुभयो तिमी आयो एकदम रियालिटी जस्तो लागिरहेको थियो मलाई हो पनि हो रियालिटी होइन मिराजी एकदमै रियालिटी होइन त जस्तै अब मैले चाहिँ एकदमै तपाईँको लभको विषयमा कुराकानी गर्न मन लाग्यो होइन एउटालाई सम्झेर लभ स्टोरी सम्झेर चाहिँ गीत लेख्ने एउटाले चाहिँ अर्कोलाई सम्झेर रचना बनाउने दुईजनाले फेरि रचनाकार पनि दुईजनै हुनुहुन्छ तपाईँले चाहिँ के छ विष्णुजी गीत गाउन रहर लाग्ने कि नलाग्ने त होइन अब इच्छा चाहना त हजुरले एकदम मनकै कुरा सुन्नुभयो मलाई लाग्दैछ एउटा गीत चाहिँ उसँग डुएट नै गाउँ कि भन्ने खालको फिलिङ्स चाहिँ छ तर अब उनले त लगभग 2-3 वर्ष सिकिसकिन् होइन म त नयाँ बाथरुम सिङ्गर भनौँ न घरमै सिकाउनुहुन्छ नि उहाँले होइन त हुन्छ अब यो एउटा अपर्च्युनिटी पनि हुन सक्छ तपाईँले एउटा राम्रो प्रश्न उठाइदिनु भयो होइन उनले सिकाइनु भने पक्कै पनि प्रयास चाहिँ गर्नेछु दुईजना गायक रचनाकार हुँदाहुँदै संगीतकार पनि दुईजना हुन बेर छैन है ल ठिकै छ तपाईँको अब मैले सोध्ने गर्थेँ सबैलाई होइन प्रेमको विषयमा के भन्न चाहनुहुन्छ प्रेमको आभास गर्नुभएको छ कि छैन भनेर सोध्ने गर्थेँ जब सिंगल आउनुहुन्थ्यो होइन यहाँ त दुवैजनाले प्रेमको आभास पनि गर्नुभएको थियो छोटकरीमा आफ्नो लभको यस्तो रमाइलो कुरा अलिकता सेयर गरिदिनुहोस् न कसरी चाहिँ लभ भनौँ न पर्यो अनि बिहे बारीको यस्तो भनौँ न अनि बहारै पुरै जिन्दगीमा आयो है अलिकता सेयर गरिदिनुहोस् न त अब हाम्रो चाहिँ घर अब दुईजनाको पहिला घर नजिकै थियो होइन स्कुल पनि एउटै पढ्यौँ हामीले नेपाल टार भनिन्छ नेपाल राष्ट्रिय मावि सँगै जाने आउने क्रममा हामी त अब बच्चै बेलादेखि स्कुल पनि सँगै जाने गर्थ्यौँ नि लभ चाहिँ ठ्याक्कै कतिखेर पर्यो त्यसै सिस्टै बताइदियो हजुर मलाई त खासै कुन बेला पर्यो भने हामी बचपनदेखिकै साथी जस्तै गरी स्कुल जाने आउने खेल्दा हिँड्दा नजिक घर भएको कारणले त्यस्तो गर्ने गर्थ्यौँ होइन अनि पछि अब कुन बेला लभ भयो थाहा नै भएन हजुर ठिकै छ त्यस्तो भए चिठी पत्रको कुराकानी गर्दाखेरि चाहिँ विष्णुजीले चाहिँ फर्स्टमा लेटर लेख्नु होला जस्तो मलाई लागेको के छ विष्णुजी तपाईँले लेख्नु भएको कि मिराजीले तपाईँले पठाउनु भयो उहाँले नै हो त्यही भएर चुप्पो लागेर बस्नु भएको रहेछ ठिकै छ लभ लेटर पठाउनु भयो के लेख्नु भयो त्यो त तपाईँलाई थाहा होला होइन मिराजी आई लभ यू लेख्नु भएको थिएकै थिएन त त्यो त सुरुमा जसले पनि लेख्ने नै हजुर हजुर तपाईँले आई लभ यू 2 भनेर छिट्टै नै लेटर पनि तपाईँले पनि रिटर्न दिनुभयो रिटर्न दिएँ ओहो कति बहारको जिन्दगीमा धेरै धेरै खुसी लाग्यो है यो कुरा सुन्दाखेरि मिराजी तपाईँलाई आफ्नै यो गीतहरू जुन छन् यो एल्बममा बहार एल्बममा सबै गीत मध्ये एउटा गीत चुज गर्दाखेरि चाहिँ कुन गीत तपाईँलाई एकदमै धेरै मनपर्छ अब आफ्नो छोराछोरी भने सबै मनपर्छ हजुर आफ्नो मेहनत र आफूले परिश्रम गरे अनुसार गीतहरू सबै राम्रो लाग्छ मलाई चाहिँ मेहनत गरे अनुसार मिराजी तपाईँलाई चाहिँ पुरै रचनाकारै भन्नुपर्ने रहेछ है उहाँले चाहिँ एउटा मात्र उहाँको गीत चाहिँ बजिरहेछ होइन यसो हेर्दाखेरि मलाई पनि लाग्यो ल तपाईँले भन्यो गायिका मात्र भनौँ भने तपाईँले गायिका मात्र भन्यो तपाईँ रचनाकार पनि हुनुहुँदो रहेछ है यो हिँड्छु म भन्ने बोल जुन गीत छ यसको विषयमा के भन्न चाहनुहुन्छ हिँड्छु म पनि अब एल्बममा मेरो विचार पहिलेदेखि एल्बममा लभ सङ पनि होस् एउटा राष्ट्रिय भावनाको गीत पनि होस् अनि सिरियस टाइपको गीत पनि मेरो विचार चाहिँ एल्बममा सबै सम्मिश्रण होस् गीतहरू त्यो चाहनाले चाहिँ गर्दै गएँ दुईटा चाहिँ लभ सङ भइहाल्यो अनि एउटा अब नेपालको माया झल्किने गीत भनौँ न हजुर मैले त्यही सोचेर नि यो गीत चाहिँ मैले रचना गरेकी हुँ अलिकता सुनाइदिनुहोस् न त है त हिँड्छु म त अघि बढी नेपाली भई गर्व गरी हिँड्छु म त अघि बढी नेपाली भई गर्व गरी झुक्दिन म कहिले पनि हो झुक्दिन म कहिले पनि म हुँ नेपालकी छोरी नेपालकी छोरी नेपालकी छोरी थ्याङ्क यू सो मच है लाइभ सुनाइदिनु भयो हाम्रो मित्रहरू पनि खुसी हुनुभयो होला मित्रहरू अहिलेलाई पनि तपाईँलाई सुनाउँदैछु बहार एल्बमबाट जुन गीत उहाँले तपाईँलाई लाइभ सुनाउनु भयो हिँड्छु म यसलाई स्वरबद्ध लिपिबद्ध मीरा कार्कीजीले गर्नुभएको छ र यसलाई संगीतबद्ध गर्नुभएको छ बिबी अनुरागीजीले अहिलेलाई बहार एल्बमबाट तपाईँलाई सुनाउँदैछु हिँड्छु म यो गीतपछि व्यापारिक विश्राम हामीसँगै रहनुहोला नेपाली भई गर्व गरी झुक्दिन म कहिले पनि ओ
महु नेपालकी छोरी नेपालकी छोरी नेपालकी छोरी महु नेपालकी छोरी नेपालकी छोरी नेपालकी छोरी जहाँ जाऊँ म जता जाऊँ देशको माटो भुल्ने छैन जहाँ जाऊँ म जता जाऊँ देशको माटो भुल्ने छैन आधुनिक युग भन्दैमा रीति भुल्ने छैन घाम लाग्दा शीतल बस्ने चौतारीको छाया म त सधैँ गरिरहन्छु मेरै देशको माया चुक्दिन म कहिले पनि चुक्दिन म कहिले पनि महु नेपालकी छोरी नेपालकी छोरी नेपालकी छोरी महु नेपालकी छोरी नेपालकी छोरी नेपालकी छोरी आफ्नोपनको आभास नै तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण मित्रहरूलाई व्यापारिक विश्रामपछि पुनः स्वागत छ। यो प्रस्तुति एल्बम एफ 98.8 र आजको बसाइमा हुनुहुन्छ बहार एल्बमबाट गायिका मीरा कार्कीजी अनि रचनाकार हुनुहुन्छ विष्णु कार्कीजी। दुवैजनालाई व्यापारिक विश्रामपछि पुनः स्वागत छ। धन्यवाद। अब हेर्नु समय यति चाँडै बाई बाई भनिसकेछ। आफ्नै मनमा पनि केही भन्न मन लागिरहेको छ आफ्नै एल्बमको विषयमा यानि अरू कुराहरू भनेपछि तपाईँ मीराजी भन्न सक्नुहुन्छ। हजुर, मैले भर्खर बहार एल्बम लिएर आएकी छु। दर्शक श्रोतालाई यो गीतहरू सुनिदिनु होला। हजुरहरूको माया पायो भने आउँदा दिनहरूमा पनि अझ मिठा मिठा गीतहरू ल्याउने प्रस्तुत गर्ने म जमर्को गर्नेछु। मेरो अर्को गीत पनि छिट्टै बजारमा आउँदैछ नारायण सुवेदीको संगीतमा। एउटा मैले गीत भोकल गरिसकेँ, त्यो बजारमा छिट्टै आउँदैछ। विष्णुजी के छ छिट्टै नै अब श्रीमान श्रीमतीजीको एउटा डुएट एल्बम निक्लिने वाला चाहिँ के छ त? अनि त्यसको लागि त पक्कै पनि केही समय कुर्न पर्ला म्याडम। अब इच्छा रहर चाहना अब तपाईँको यो जुन प्रश्नले पनि एउटा ऊर्जा मिलेको छ आजैदेखि सोचेर घर गएर रचना पनि गरिहाल्ने। गलाले त त्यो गला पनि हुनुहुन्छ नि साथी हुनुहुन्छ नि नसिकिकन को भन्छ र होइन मिराजी? यस्तो प्रेरणाको स्रोत एउटाको एउटा हजुरहरूको हौसला सहयोग पाए भने पक्कै पनि आगामी दिनमा प्रयास गर्नेछु। अब यो गीत संगीत भनेको चाहिँ जस्तो मानवीय जीवनमा एउटा मान्छेको जीवन नै एउटा संघर्ष हो, मलाई चाहिँ त्यस्तो लाग्छ। किन सङ्घर्ष नगरिकन मान्छे अगाडि बढ्न सक्दैन। र मान्छेका जीवनमा फेरि यो अहिले मैले अलिकति यो 21st सेन्चुरीमा के देखिरहेको छु भने जब मान्छे सफल भयो विगत बिर्सिन्छन्। हजुरसँग मैले यो विज्ञापन जुनको दौरानमा अलिकति सुख दुःखका कुराहरू जुन शेयर गर्ने मौका पाएँ, यसले चाहिँ मलाई के सिकायो भने त्यो मान्छे सफल हुन्छ जो मान्छे सङ्घर्ष गरेर बिस्तारै अगाडि बढ्छ। र यो गीत संगीतको क्षेत्रमा होस् चाहे कुनै अर्को व्यावसायिक अथवा कुनै पढाइ लेखाइ हर चिजमा मान्छे बिस्तारै अगाडि बढ्नुपर्छ। आगामी दिनमा चाहिँ आउने जुन नयाँ आफ्नो जस्तो न्यू कमरहरूलाई चाहिँ हौसला प्रेरणा दिनुपर्छ। किनभने स्टारहरू पक्कै पहिल्यै स्टार हुँदैनन्। हजुरलाई मैले जुन विज्ञापन, किनभने अब नयाँ गायिका छिन् मीरा कार्की, चाहे अरू कुनै नयाँ गायक गायिका हुन्, उनीहरूलाई चाहिँ पुरानो दिग्गज संगीतकर्मीहरूले हौसला प्रेरणा र सहयोग दिनुभयो भने पक्कै पनि उनी पनि एक दिन स्टार बन्नेछन्। पक्कै पनि। धन्यवाद। धेरै धेरै खुसी लाग्यो हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो व्यस्तताका बावजुद पनि हामीलाई समय निकालेर आइदिनु भयो, त्यसको लागि हृदयदेखि नै दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म बोलाएर आफ्नो दुई शब्द राख्ने एल्बमको बारेमा भन्ने मौका दिनुभएकोमा रेडियो सिटी परिवारलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। विष्णुजी पनि त्यही भन्न चाहनुहुन्छ? पक्कै पनि दिव्या म्याडम, हजुरको जीवन पनि एउटा सफल एउटा आरजे बन्नुहोस्, सफल गायिका बन्नुहोस्, हजुरको हर इच्छा चाहना पूरा होस्। किनभने यो समाज यस्तो छ महिलालाई अगाडि बढ्नलाई पक्कै पनि गाह्रो छ। हजुर पनि महिला भएको हुनाले हजुरलाई पनि पक्कै थाहा होला। किनभने महिलाहरूलाई हामीले सहयोग गर्नुपर्छ र यो रेडियो सिटी परिवारलाई पनि हामीलाई यहाँ निमन्त्रणा दिएर हाम्रो
विगतका केही अनुभव यो गीत संगीतको बारेमा चाहिँ एउटा नयाँ ऊर्जा थपिदिनु भयो। त्यसको लागि रेडियो सिटी परिवार, दिव्याजी हजुरलाई पनि र हाम्रो गोपालजी जसले यहाँसम्म इन्भिटेसन गर्नुभयो उहाँलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विष्णुजी तपाईँ जस्तै पुरुष मान्छे सबै भयो भने सबैको दिमाग त्यस्तै चल्यो भने चाहिँ सबै नारीहरू अगाडि बढ्ने रहेछन्, यही भन्न चाहन्छु। मित्रहरू, आजलाई भने प्रस्तुतिको समय सकिसकेको छ। तपाईँले यो प्रस्तुतिलाई पुनः प्रसारण शनिबार 2 बजेदेखि 3 बजे सुन्न सक्नुहुन्छ। आजलाई भने प्रस्तुति एल्बम 98.8 बाट जाँदा जाँदै तपाईँलाई सुनाउँदैछु बहार एल्बमबाट सानो एउटा कुराले बोलको यो सुमधुर गीत। यसलाई स्वरबद्ध गर्नुभएको छ जुन आजको बसाइमा एकदमै सुमधुर स्वरकी धनी भन्न रुचाउँछु म, मीरा कार्कीजीले। यसलाई लिपिबद्ध बिबी अनुरागीजीले, संगीतबद्ध पनि बिबी अनुरागीजीले गर्नुभएको छ। अहिलेसम्म सुनेर साथ दिनुभयो त्यसको लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै बहार एल्बमबाट सानो एउटा कुराले सुमधुर गीत सुनाउँदै म दिव्या बाबाई भन्छु। टेक केयर, लभ यु अल, बाबाई। शिखरमा लम्किएको पाइला थाक्यो आज, गन्तव्यमा पुग्ने बेला मनले अर्कै मोड लियो, मनले अर्कै मोड लियो। सानो एउटा कुराले यति विशाल